गाइज वेलकम टु माई न्यू भ्लग र आजको मेरो भ्लगमा पनि तपाईँहरूलाई फेरि पनि स्वागत छ र फाइनली गाइज आज चाहिँ म तपाईँहरूको सामु आइसकेको छु एउटा नयाँ भिडियो लिएर र तपाईँहरूलाई देखाउने छु कि है अब मेरो डेली लाइफ के हुन्छ र मेरो यो काइला भ्लगमा तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला। अबको चाहिँ हाम्रो यात्रा मतलब आजको रन स्टार्ट हुन आँट्यो। हामी कतिजना आज कतिजना भयो? 8 जना छौँ होइन? अलराइट गाइज रेडी? ल रेडी हो सबैजना? बाटो छोड्दै पहिला ल जानु आन्टी एकदम रोनी आन्टी ल केटा जल्दी होइन यो मासतिर गर यस्तो मासतिर गर अब चाहिँ हाम्रो स्टार्ट हुन आँट्यो। यो चाहिँ समर्पित हस्पिटल बलौटा जाने बाटो मासतिर के भन्छ मेची हाइवे 10 बाटो लाग्नु आँट्दाखेरि 20 सकेर 10 यो उकालो चाहिँ 10 हो। 10 मतलब लाग्ने बाटोदेखि हाम्रो स्टार्ट हुन्छ बास्याङदेखि अब हाम्रो रनिङ स्टार्ट हुन्छ। त्यति बेलाको लागि हामी अहिले चाहिँ रात पनि पर्न आँटिसकेको छ र साथीहरू चाहिँ त्यही छ मेरो। ल हान्थ्यो साथी ल यता चाहिँ नि बिए फाइनलिस्ट है। बिए फाइनल ल ल ल नाम देख्यौ फेरि यता भिडियो लगातार यता चाहिँ देख्न सक्नुहुन्छ आर्मी क्याम्प है। यहाँ चाहिँ आर्मी क्याम्प पनि छ र म चाहिँ निकै नै माथि आइसकेको छु रनिङ गरेर। र यहाँको चाहिँ यो चाहिँ फेरि मलि पर यो ठाउँको नाम के हो गाई चाहिँ मलाई थाहा भएन, तर हामी रनिङ गरेर चाहिँ धेरै यहाँसम्म आउँछौँ। यो चाहिँ आर्मी क्याम्प है गाइज। र फाइनली गाइज फेरि म पनि रनिङ गरेर आइसकेको छु यो रातो घरमा, जसलाई यो ठाउँको नाम चाहिँ स्मृति पार्क हो। र केटाहरू चाहिँ पछाडि एक्सर्साइज गर्दैछ है। र देख्न सक्नुहुन्छ यताको लुक्स है रातो घर हो। यता चाहिँ जस्तिकै ठाउँमा म पनि आएको छु, फेरि पनि रनिङ गरेर यहीसम्म आइपुगेको छु। र साथीहरू एक्सर्साइज गर्दै रहेछ, पर साथीहरू एक्सर्साइज गर्दै रहेछ है। गाइज देखाउनु छु म तपाईँहरूलाई मेरो साथीहरू केटाहरू जहिले पनि रनिङ गरेर आउँछ है। अब केटाहरूको ड्रिम छ होला भर्ती लाग्ने है, अब मेरो त त्यही हो। ल केटाहरू केही शब्द राखिदिउँ न यार, एक दुई शब्द। अहिले चाहिँ हामी टक्क खाएर चाहिँ अहिले हामी यहाँ एक्सर्साइज गर्न आएका छौँ के स्मृति पार्कमा। स्मृति पार्कमा र गाइज यहाँ चाहिँ जहिले है स्मृति पार्कमा चाहिँ हामी आउँछौँ रनिङ गरेर। अब त्यस्तै हामी 4:30देखि 6 बजीसम्म चाहिँ रनिङ गरेर यहीँसम्म आइपुग्छौँ। टार्गेट भनेकै यहीँसम्म हुन्छ। ल केटाहरू देखिरहेको छ नि होइन? ल एक्सर्साइज गर ल गर केटाहरू ल केटाहरूलाई लु ल लु गर केटाहरू ल केटाहरूले चाहिँ पुसअप गर्नु लागिरहेको छ। ल ल ल ल केटाहरू हान्थ्यो
केटी ठोक्दा कस्तो हाँसु केटाहरू चाहिँ खतरा पुछ भन्दैछ है केटाहरूको ड्रिम होला होइन अब भर्ती लाग्ने गएर केटाहरू एक्सर्साइज है फाइनली गाइज हामी चाहिँ आइसकेछौँ रनिङ गरेर फिल्म बजार यो बुद्ध मार्गमा देख्न सक्नुहुन्छ है मेरो साथीहरू चाहिँ अगाडि नै छ म चाहिँ पछाडि नै छु सो गाइज चाहिँ अब म चाहिँ फर्स्ट टाइम पब्लिकमा भ्लग बनाउने ट्राई गर्दैछु है अब राम्रो हुन्छ हुँदैन हजुरहरूले चाहिँ हेरिदिनु होला ल ल दोस्त खै ल दोस्त जाऊ ल र आज चाहिँ म पब्लिकमा भ्लग बनाउँदैछु है देख्न सक्नुहुन्छ हजुरहरूले चलो